यसपालिको एनपिएलमा सन्दीप लामिछाने चम्किएका छन्। तपाईँले देखिहाल्नुभयो, आजको गेम हेर्नुभयो होला। सन्दीप लामिछानेको कप्तानीमा रहेको टिम विराटनगर र योभन्दा अगाडिको सिजन एनपिएलको सिजन 1 मा विजेता हासिल गरेको जनकपुरको खेल तपाईँले आज हेर्नुभयो होला। सन्दीप लामिछानेले 4 ओभरमा 4 विकेट लिएका छन्, त्यो पनि 11 रन खर्चिएर। तपाईँले थाहा पाइहाल्नुभयो यसपालिको खेलमा सन्दीप लामिछाने कुन इनर्जीका साथ, कुन जोसका साथ खेल मैदानमा हुम्मिएका छन्। योभन्दा अगाडिको सिजनमा, पहिलो सिजनमा सन्दीप लामिछाने एकदमै फितलो, एकदमै कमजोर देखिएका थिए। उनले कम विकेट लिएका थिए। उनलाई दर्शकहरूले, उनका फ्यानहरूले एकदमै धेरै आलोचना गरेका थिए र विराटनगर किङ्स योभन्दा अगाडिको सिजनमा एकदमै पुछारमा थियो। तर यसपालि भने एकदमै शीर्ष स्थानमा छ, सुरुदेखि नै शीर्ष स्थानमा रहेको छ। विराटनगरले पोखरालाई, त्यसपछि काठमाडौँलाई र आज जनकपुरलाई हराएको छ। लगातार 3 वटा खेल विराटनगरले जितेको छ। अहिलेसम्म कुनै पनि खेल हारेको छैन र खेल पनि यस्तो रोमाञ्चक तरिकाले एकदम उत्कृष्ट प्रदर्शन गरेर विराटनगरले जितिरहेको छ। आज अनिल शाहको कप्तानीमा रहेको जनकपुर एकदमै बलियो, जुन सिजन 1 को पहिलो सिजन 1 को विजेता, यसपालिको दोस्रो सिजनको पनि दावेदार मानिएको, विजेताको दावेदार मानिएको जनकपुरलाई आज रोमाञ्चक तरिकाले हराएको छ। 136 रनको लक्ष्य दिएको विराटनगरले 136 रनको लक्ष्य जनकपुरलाई दिएको थियो, तर जनकपुर 20 ओभर खेल्दाखेरि 126 मा सीमित भयो। तपाईहरुले आज खेल हेरिहाल्नु भयो। योभन्दा अगाडिको 3 वटै म्याच जितेको विराटनगर आज तेस्रो म्याच जित्न सफल भयो। त्यस्तै जनकपुरको कुरा गर्नुपर्दाखेरि यसपालि जनकपुर एकदमै कमजोर देखिएको छ। सिजन 1 जितेको टिम एकदम दावेदार बलियो हुनुपर्यो, तर यसपालि कमजोर देखिएको छ। पहिलो खेलमा पनि हार बिहोरेको छ भने आज दोस्रो खेलमा पनि विराटनगरसँग हारेको छ। यसपालि सन्दीप लामिछाने चम्किएका छन्। हेरौँ यसपालि सिजन 2 को ट्रफी सन्दीप लामिछानेले उचाल्न सक्छन् या सक्दैनन्? कृपया कमेन्ट गर्नुहोला।